ल यो बन्सिलाम देखिसक्नु भएको छ। यो बन्सिलामको यस्तो फुल हुन्छ। यो शीत सहितको यो फुल हो। स्यो देखिएको छ। यसको फुल चाहिँ यस्तै हुन्छ। यसलाई के भन्छ यो हेर्नुस्। मैले हजुरलाई चाहिँ नजिकबाट यो बन्सिलामको फुलहरू देखाइरहेको छु। धेरै जनालाई थाहा नहुन सक्छ बन्सिलामको बोट कस्तो हुन्छ भनेर, र बन्सिलामको बोट मात्र नभएर फुल कस्तो कलरको हुन्छ र यसको दाना कस्तो फुलबाट लाग्ने गर्दछ भनेर धेरै जनालाई थाहा नहुन सक्छ। यही हो बन्सिलाम। हेर्नुस् है त। हजुरहरूलाई पनि आफ्नै घर आँगन खेतबारीमा भएको यो उपयोगी जडीबुटी जन्य बन्सिलामलाई प्रयोग गर्नु स्वास्थ्यलाई एकदमै फाइदाजनक हुन्छ। सोही कुरालाई चाहिँ मैले यो भिडियो मार्फत जानकारी गराउन चाहेको, र हजुरले यो भिडियो हेरिरहनु भएको छ भने हजुरले पनि यो बन्सिलामको प्रयोग गर्नुभयो भने पक्कै पनि हजुरलाई फाइदा हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। त्यसैले यो बन्सिलाम हजुरलाई चाहिँ नजिकैबाट पनि देखाउँदैछु। यसको फुल, पात, डाँठ सबै कुरा हजुरलाई मैले देखाइरहेको छु है त। ल यही हो है बन्सिलाम। अब त चिन्नुहुन्छ होला नि है हजुरहरूले पनि।